राजा चाहियो चाहियो राजा ज्ञानेन्द्र चाहियो 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 ज्ञानेन्द्र चाहियो भनेपछि चाहियो 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 भनेर कहाँ पाइयो त अनि चाहियो चाहियो सिद्धबहादुर राजुराज जनता आउनु पर्यो नि अनि जनता सडकमा आउनु पर्यो नि जनता त 3.5 करोड छन् यति जनताले मात्रै राजा आउन गाह्रो पर्दैन त यति हो र जताततै छरिया छन् जनता आएको भने आन्दोलन हुनु पर्यो के एकै ठाउँ सबैजना एकै ठाउँ भेला भएर चाहिँ कोही अब डरले नआगे गोली खान्छु भन्ने पहिले पनि हो तपाईँलाई डर लाग्दैन गोली खान्छु भने मलाई लाग्दैन कति वर्ष हुनुभयो तपाईँ म 56 वर्षमै म है कैलाशको महादेवलाई कहिले पनि डर लाग्दैन शिवजी तपाईँ कैलाशको महादेव बराबर हो रुद्रलाई भनेछ नि राजा चाहिएको हो अब त्यसलाई राजा चाहियो हो साँच्चीकै चाहिएको हो साँच्चीकै हो राजा नभए के हुन्छ अब देश नराम्रोमा पर्छ खाल्टामा पर्छ जताततै देश नि कतै खाल्टामा पर्ला र भने अन्तर्राष्ट्रियले चाहिँ लुटेर खान्छ राजा कसलाई बनाउने ज्ञानेन्द्र शाहलाई हो हो हृदेन्द्र बन्दैन राजा ठुलो चाहिँ जोग आइरहेछ उहाँको हो हो अनि अहिले त रामचन्द्र पौडेललाई राजा भन्छन् त सबैले अरूले भन्दा म म म चाहिँ भन्दिनँ अनि तपाईँ त उफ्री उफ्री राजा चाहियो चाहियो भन्नुहुन्छ त नि अनि अब जसरी पनि चाहियो चाहियो राजा छातीमा के छ छातीमा छातीमा राजाको फोटो हो भनेपछि अनि तपाईँ उफ्रिएर राजा आउँछ अब राजा आउँछन् आउँछन् तपाईँ उफ्रिँदै राजा आउँछ आउँछ चैतको 15 गते नै आउँछ क्या त्यो बेला घुमा उहाँ त थिएनन् भयो नि अनि दुर्गा परसाईले त नलिएर आउने त राजा अब दुर्गा प्रसादले त ल्याउने नल्याउने मनै यही हरेक त्यो भइरहन्छ है त्यो कहिले राजापट्टि जाउँ कि कहिले अर्कोपट्टि जाउँ कि कहिले अर्कोपट्टि जाउँ कि भइराखेको त है कसैले पनि मलाई आश्वासन राजा आयो भने तपाईँलाई मन्त्री बनाउँछु भनेको छ हो होइन मलाई मन्त्री चाहिँदैन अनि तपाईँ किन यसरी उफ्री आएको त नि अनि उफ्री किन मलाई फाइदा नै चाहिने चाहिएन पृथ्वी पद है तपाईँलाई के फाइदा हुन्छ जङ्गरुङमा भनौँ न खान नपाएर हाहाकार भएको थियो अरे के जङ्गरुङमा हाहाकार भएपछि राजा जानु भएछ अरे खाली पैतालो अब त्यहाँकोले जानेनन् छन् नि राजालाई तसामाम भनेछन् नि त्यसपछि मेरो त जनताले खान पाएन छन् भनेछ नि वर्ष दिनलाई पनि खानेपिना र आज फेरि उफ्री राजा चाहियो भन्नु उफ्रिदिनु त उफ्रिएर राजा चाहियो भन्नुहोस् त आज फेरि उफ्री